धन्यास्म मूढमतयोऽपि हरिण्ययेता यानन्दनन्दनमुपात्त विचित्रवेशम् आकर्ण्य वेणुरणितं सह कृष्णसाराः पूजां दधुर्विरचितां प्रणयावलोकैः। आजको एक श्लोकमा वेणुगीत गाउने क्रममा गोपीहरू बताउनुहुन्छ, ऐ सखी, हे सखी, एता हरिण्य मूढमतयोऽपि धन्याः स्म। यी हरिणीहरू हेर त घाँस चर्दछन्, जङ्गल जङ्गल घुम्दछन्, आहारका लागि दौडेका छन्। यिनीहरू पशुवृत्तिलाई अपनाएका छन्, तर यिनीहरू कति धन्य छन् कि भगवानको दिव्य मङ्गलमय विग्रहलाई देखेर ती मङ्गलमय विग्रहबाट भगवानले वेणुमा आफ्नो अमृतलाई भरेर जो नाद गर्नुभएको छ त्यसलाई सुनेर यिनीहरू मस्त भएका छन्। यानन्दनन्दनमुपात्त विचित्रवेशम। भगवानको त्यो मङ्गलमय विग्रहलाई यी हरिणीहरूले राम्रो अनुभव गरेका छन्। आकर्ण्य वेणुरणितम। भगवानले बजाउनु भएको वेणु रणितम। रणितम इत्युक्ते नादम, वेणुनादम। आकर्ण्य वेणुनादलाई सुनेर, भगवानले बजाउनु भएको वेणुलाई सुनेर सह कृष्ण साराः, यी सारा हरिणीहरू भगवानलाई दिव्य कटाक्ष गरेर प्रणयावलोकैः, प्रेमपूर्ण दृष्टिले भगवानलाई यसो हेर्दैछन्। यहाँ संसारमा जन्मेर चाहे त्यो जुनसुकै पशु पक्षी इत्यादि योनि आदिमा जन्मेको होस्, यदि भगवत अनुभव उसलाई प्राप्त छ भने त्यो व्यक्ति नै धन्य छ। धन्याः कृतार्थाः कृतकृत्याः, उनीहरू नै धन्य हुन्। कृतार्थ, गर्नुपर्ने कुरा सबैलाई गरिसकेका वाला हुन्, कृतकृत्य हुन् उनीहरू नै। गोपीहरू हुनुहुन्छ, हे सखी हेर त, हाम्रो भाग्य भन्दा नि त्यो हरिणको भाग्य ठुलो रहेछ। अर्कीले सोधे, किन? हेर त, यिनीहरूलाई भगवानको वंशीको अनुभव भएको छ। त्यस्तै प्रकारले हामी पनि यो संसारमा रहँदा, संसारका व्यवहार गर्दा भगवान हुनुहुन्छ भन्ने अनुभव हाम्रो जीवनमा रह्यो भने हामी पनि संसारमा जन्म लिएको गर्नुपर्ने काम सबै गरिसकेका मध्ये पर्दछौँ। कृतकृत्याः कृतार्थाः धन्याः। यदि भगवानको कृपाको अनुभव वा भगवानको अस्तित्व, वेदमा एक मन्त्र आउँदछ, नैव वाचा न मनसा प्राप्तुं शक्यो न चक्षुषा अस्तीति ब्रुवतोऽन्यत्र कथं तदुपलभ्यते। नैव वाचा, वाणीको प्रयोग गरेर भगवान मिल्नुहुन्न। मनसा, मनले चिन्तन गरेर भगवान मिल्नुहुन्न। न चक्षुषा, आँखाको प्रयोगले पनि भगवान मिल्नुहुन्न। अस्तीति ब्रुवतोऽन्यत्र, भगवान हुनुहुन्छ भन्ने विश्वासले भगवान मिल्नुहुन्छ। हामीलाई यही भगवान हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको डाउटले गर्दाखेरि हाम्रो वे क्लियर नभएको, देयर इज मेनी डाउट्स इन आवर लाइफ। हामीलाई धेरै डाउट छन्, भगवान हुनुहुन्छ कि हुनुहुन्न, भगवानको अस्तित्व, देयर इज एक्जिस्टेन्स अफ लर्ड भन्ने कुरामा नै हामीलाई के छ, डाउट छ। त्यही डाउट भएको हुनाले यो बाटो हिँड्ने कि यो बाटो हिँड्ने डाउट भइरहेको छ। जब भगवान हुनुहुन्छ भन्ने कुराको विश्वास हुन्छ तब मनमा कुनै डाउट हुँदैन। भगवान हुनुहुन्छ, त्यो वैकुण्ठ भन्ने चिज छ, नरक भन्ने चिज छ, यी सारा संसारको व्यवस्था शास्त्र अनुसार छ भन्ने कुरालाई यदि विश्वास गर्ने हो भने नि हाम्रो बाटो क्लियर छ। त्यो विश्वास नहुने हो भने अनि लर्याङ लर्याङ यता पनि उता पनि लर्याङ लर्याङ हुन्छ, क्लियर हुँदैन। सधैँभरि शङ्कै शङ्का भगवान हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको शङ्कैमा त्यो मान्छे मर्छ, जीवन सकिन्छ त्यसको। बल्ल बल्ल पाएको मानव जीवन
हो कि होइन छ कि छैन भन्दा भन्दै त्यो मरेर सकिन्छ। त्यसैले यहाँ गोपीहरू हुनुहुन्छ, हे सखी यी हरिणीहरूलाई हेर त, यिनीहरूलाई भगवानको अनुभव आफ्नो जीवनमा प्राप्त भएको छ। त्यस्तै हामीलाई पनि भगवानसँग बोल्नु परेन, भगवान प्रकट हुनु परेन, भगवान हुनुहुन्छ यति कुरामा नै विश्वास छ भने त्यो पनि एक किसिमको के हो, भगवत अनुभव हो। यस्तो अनुभव प्राप्त भएको जो जीव छन् यो संसारमा त्यो नै धन्य जीव हो। आकर्ण्य वेणुरणितम सह कृष्ण सारा, त्यो वंशीको नादलाई सुनेर ती सारा हरिणीहरू आएर भगवानलाई हेरिरहेका छन्। प्रणयावलोकै प्रेमपूर्वक भगवानलाई प्रेमले हेरिरहेका छन्। बोल्नुभन्दा पनि सँगै बस्नुभन्दा पनि ठुलो आनन्द हेर्दा मिल्छ अरे। प्रेमले एकले अर्कालाई हेर्ने हो भने त्यतिमै जो आनन्द मिल्दछ त्यो आनन्द अलि नजिक हुँदा, नजिकै बस्दा वा अन्य कुनै कार्य, अन्य कुनै तरिकाबाट भन्दा पनि प्रणयावलोकै पूजाम दधुः, ती सारा गोप अनि हरिणीहरूले भगवानलाई प्रेमले हेरेर आनन्दको अनुभूति गरिरहेका छन्। भगवानलाई प्रेमले हेरेर सेवा उनीहरू केही गर्न सक्दैनन्। उनीहरूबाट गरिएको सेवा के हो अरे? प्रेमपूर्वकको हेराइ, प्रेमपूर्ण दृष्टि भगवानप्रति राख्नु नै ती सारा हरिणीहरूले गरेको सेवा भयो। यहाँ एक्लै गरे त सह कृष्ण सारा, कृष्ण सारहरूका साथमा अरे, पतिभी सह, आफ्ना आफ्ना पतिहरूका साथमा ती हरिणीहरूले भगवानको अनुभव गर्दैछन्। फेरि गोपीहरू हुनुहुन्छ, हेर हेर यिनीहरू त आफ्ना पतिहरूका साथमा भगवानको अनुभव गर्दैछन्। हामी त हाम्रा पतिका अगाडि भगवान कृष्णको वैभव अलिकति हाम्रो मुखबाट फुस्किहालेछ भने पनि हाम्रा पतिहरू सहन गर्न सक्दैनन्, भगवान कृष्णको वैभवलाई सहन गर्न सक्दैनन्। त्यस्तो अवस्थामा हामी त आफ्ना भावनाहरूलाई लुकाएर राखेर बस्नु परेको छ। भगवान कृष्ण यही गोकुलमा हुनुहुन्छ, तर धेरै बेर हेरिरहन हामी सकिरहेका छैनौँ। भगवानको त सौन्दर्य माधुरीलाई धेरै बेर हेरेर आनन्द दिन पाएका छैनौँ हामीले। तर यी पशुहरूलाई हेर त, हरिणीलाई हेर त, पति पत्नी सब मिलेर भगवानको अनुभव गर्दैछन्। त्यसैले यो संसारमा जुन घरमा पति पत्नी दुवै मिलेर भगवानको अनुभवमा मस्त रहनुभएको छ भने उहाँहरू धेरै धन्य हुनुहुन्छ। जो एक्लै हुनुहुन्छ, आफ्नो अनुभवहरूलाई, भगवत भावहरूलाई सेयर गर्न पनि पाउनु भएको छैन, काहीँ भन्न पाउनु भएको छैन, भित्रभित्रै जगडेर राख्नु परेको छ भने त्यो पनि के हो? यी महान गोपीकै भाव हो। त्यस्तो भाव पनि यदि हजुरहरूको हृदयमा छ, कति गर्न मन छ तर के गर्नु, गर्न पाइँदैन। ज्ञानीहरूलाई देखियो बाटैमा लडीबुडी साष्टाङ्ग गर्न मन छ, तर लोक संसारको कारणले आफ्नो त्यो भावनालाई भित्र हामीले अठ्याएर भित्र राखेका छौँ। हो, धेरै भावना हामी सबैसँग छ। यदि हामी सबैसँग भगवानप्रति र भगवत सम्बन्धीहरूप्रति यस्तो भावना जागृत भएको छ र त्यो भित्रभित्रै लुकाइएको छ भने पनि त्यसले कृपा प्राप्त गर्छ। त्यो पनि एउटा गोपीकै भाव भएको हुनाले त्यसलाई पनि भगवानको कृपा अवश्य हुनेछ। त्यसैले आज गोपीहरू भन्नुहुन्छ, हामी भन्दा पनि यी हरिणीहरू धन्य छन्। त्यसैले यो संसारमा पनि जसले यो जीवन जिउँदा जिउँदै भगवान हुनुहुन्छ भन्ने विश्वासका साथ त्यो अनुभव आफ्नो जीवनमा गर्दै 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 व्यतीत गर्यो, धेरैजनाको साथमा व्यतीत गर्न पायो भने त त्यसको सौभाग्यको के वर्णन गर्नु र भनेर गोपीहरू आज बताउँदै हुनुहुन्छ। यो श्लोकको मुख्य भाव के हो? प्रणयावलोकै, भगवानलाई प्रेमले हेर्ने। एक प्रेमीले एक प्रेमिकालाई जसरी हेर्छ त्यस्तै प्रकारले एउटा प्रेम दृष्टिले भगवानलाई आफ्नै सम्झेर प्रेम दृष्टिले एकचोटि मात्र भगवानलाई हेरियो भने बस त्यसको रक्षा हुन्छ।